आज हामी हेर्दैछौँ भेन्सनको अल्ट्रा वुवन 30 र यो ऱ्याकेटको बेनिफिट र गेममा ल्याउने फाइदाहरू के छ। यो ऱ्याकेटको फ्रेम बनेको छ 2040 मित्सुबिसी कार्बनबाट। एकदमै लाइट छ तर एकदमै ड्युरेबल पनि छ। लामो समयसम्म युज गर्दा नि फ्रेम ट्विस्टेड या ड्यामेज हुँदैन। अब 2040 भनेको के हो त? यो यो टी भनेको चाहिँ कार्बनको थिकनेस र डेन्सिटी हो। जति बढी टीको भ्याल्यु हुन्छ त्यति बढी स्टिफनेस र पावरफुल ऱ्याकेट हुन्छ। 2040 मतलब यो प्रोफेसनल लेभलको कार्बन हो। बिगिनर ऱ्याकेटहरूमा चाहिँ यो हुँदैन। अनि यसको 1K वुवन टेक्नोलोजीबाट चाहिँ कार्बन फाइबरलाई फेब्रिक जसरी विभ गरेको हुन्छ। यसले फ्रेमलाई ट्विस्टेड हुन दिँदैन र हरेक सटमा चाहिँ सलिड र एकुरेट फिल आउँछ। अब यसको वेटको कुरा गर्दा 82 ग्राम मात्र छ। हातमा लिएर फिल गर्नुभयो भने एकदमै लाइट लाग्छ। तर हेड हेभी ब्यालेन्सको कारणले स्म्यास गर्दा एक्स्ट्रा पावर अटोमेटिकली आउँछ। स्टाफ चाहिँ मिडियम स्टिफ छ जसले पावर सट र कन्ट्रोल दुवै दिन्छ र स्ट्रिङ टेन्सन चाहिँ 30 एलबिएससम्म मात्र छ। सो आफ्नो स्टाइल अनुसार कस्टमाइज गरेर तपाईँले स्ट्रिङको टेन्सन नि राख्न सक्नुहुन्छ।